मेरो भिडियोको उद्देश्य भनेको दक्षिण एसियाली राष्ट्रहरू आज हामी कहाँ छौँ, हाम्रो धरातल के छ, हाम्रो अन्तर्राष्ट्रिय मामिला के छ भन्ने विषयमा जनजागृति तथा उद्देश्यमूलक मेरो प्रमुख उद्देश्य रहेको छ। आज एसियन राष्ट्रहरूमा दक्षिण एसिया विकासमा किन पछाडि पर्नुको कारण के हो त? स्रोत साधन आखिर एसियामा सबैभन्दा बेसी दक्षिण एसियामै रहेको छ, तर पनि किन हामी आज विकासमा पछाडि पर्नुको कारण के हो त? आज हामीले यस विषयमा चिन्तन मनन गर्नु एकदमै आवश्यक छ। तपाईँ देख्न सक्नुहुन्छ एसियन राष्ट्रहरूमा रहेका पूर्वी एसिया, उत्तर एसिया, मध्यपश्चिम एसिया राष्ट्रहरू आज कहाँ पुगिसके आज विकासमा? तपाईँ चीन आज दक्षिण एसियासँग पनि सिमाना जोडेको छ, उत्तर एसियासँग पनि सिमाना जोडिएको छ, पश्चिम एसियासँग पनि सिमाना जोडेको छ। आज उसको धरातल कहाँ छ? आज विश्वको शक्ति राष्ट्रको रूपमा आज उदाइरहेको छ। के कारणले आज उसले यत्रो प्रगतिमा अड्को मार्यो? त्यसै गरी तपाईँ देख्न सक्नुहुन्छ जापान, दक्षिण कोरिया, मलेसिया, हङकङ, सिङ्गापुर, थाइल्यान्ड, त्यसै गरी मध्यपश्चिम एसियामा रहेका देशहरू कतार, दुबई, बहराइन आज यिनीहरूको धरातल के छ? हामी आज ती देशका श्रमिक भएका छौँ। श्रमिक विश्वको श्रम बजारको दक्षिण एसियाली पिपुल एउटा श्रमिकको रूपमा आज अन्तर्राष्ट्रिय स्तरमा हामी स्थापित भइरहेको छ। के कारणले गर्दाखेरि आज हाम्रो अन्तर्राष्ट्रिय स्तरमा हाम्रो छवि के छ? हाम्रो पासपोर्टको दर्जा के छ? आज विश्वमा दक्षिण एसियाली पिपुल भन्नु हाम्रो जुन परिचय छ त्यो परिचय हुनुको कारण किन हाम्रो आज यो धरातलमा आइपुग्यो? वास्तवमा भन्यो भने दक्षिण एसियाली राष्ट्रहरू विकासमा पछाडि पर्नुको कारण मैले दुई चारवटा कारणहरू पटक पटक तपाईँहरूलाई मेरो भिडियो मार्फत जानकारी गराइरहेको छु। पहिलो भनेको राजनीतिक अस्थिरता, दोस्रो भनेको समाज परिवर्तन नहुनु, तेस्रो भनेको जातीय व्यवस्था, अर्को धार्मिक व्यवस्था। यस्तै समाजमा जुन 20औं शताब्दीको जुन रूढिवादी जुन समाजमा जुन किसिमको जीवनयापन भइरहेको थियो आज 21औं शताब्दी पनि हामी त्यसैलाई फलो गरेर हिँडिराख्नुको कारणले गर्दाखेरि आज हामी विकासमा पछि परिरहेको छ। हामीलाई राजनीतिक दलले पनि हामीलाई ठगिरहेका छन् पटक। कहिले धर्मको नाममा राजनीति गर्न आउँछ, कहिले जातीयताको नाममा, कहिले विभिन्न किसिमको आश्वासन देखाएर राजनीति गर्न आउँछन्। तर त्यतिका वर्षदेखि राजनीति गर्दा पनि आज दक्षिण एसिया विकासमा पछाडि किन परिरहेको छ भन्नुको मतलब हामी ठगिरहेका छौँ। हामीलाई हाम्रो राजनीतिक दलले ठगिरहेका छन्, हाम्रो समाजले हामीलाई ठगिरहेको छ, हामीलाई जातको आधारमा ठगिरहेको छ, हाम्रो धर्मको आधारमा ठगिरहेका छौँ। जस्ता विभिन्न विकृतिले गर्दाखेरि आज हामी विकासमा पछाडि परेका छौँ। हामीले हाम्रो आँखा अब एकदमै खोल्नु आवश्यक छ। हामी विश्वको श्रम बजार भएर बाँच्ने कि हाम्रो आफ्नो एउटा अस्तित्व बनाउने? आज दक्षिण एसियाका देशहरूमा रहेका सार्क राष्ट्र पनि हुन्छ, ती देशहरू एक आपसमा मनमुटाव छ, एकअर्काको सम्बन्ध राम्रो छैन। के कारणले यस्तो अवस्था आइपुगेको हो त भन्ने त्यस विषयमा पनि हामीले चिन्तन मनन गर्नुपर्छ। हामी दक्षिण एसियाली राष्ट्र कोही ठुलो को सानो भन्ने त्यतातिर नगएर सबै मिलेर हामीले आफ्नो सोच